नमस्कार आदरणीय महानुभावहरू। यो आउँदै गरेको चुनावमा हामी आम नागरिकको भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा म आफ्नो विचार धारणालाई व्यक्त गर्नको लागि यहाँ आएकी छु। चुनाव भनेको केवल नेताहरूको प्रतिस्पर्धा होइन, यो हामी आम नागरिकको जिम्मेवार र चेतनाको परीक्षा हो र त्यो परीक्षाको घडी चाहिँ हामीमा आइसकेको छ है। यो चाहिँ हाम्रो नेपाललाई फेरि पुनर्निर्माण गर्ने एकदमै ठुलो अवसर हो र यो अवसरलाई हामी कसैले पनि गलत प्रयोग नगरौँ होइन, नगरौँ। आज धेरै नागरिकहरूले चाहिँ आफ्नो मतको शक्ति बिर्सिसकेका छन्। कतिपय चाहिँ भावनामा बग्छन्, कतिपय लोभ लालचमा फस्छन्, कतिपय त मतदान दिन नै जाँदैनन् होइन। त्यसको कारणले गर्दाखेरि चाहिँ गलत हातमा देशको नेतृत्व पुग्छ र देशको विकास रोकिन्छ होइन। यदि तपाईँहरूले कसैले पनि भोटर आइडी बनाउनु भएको छैन, अहिलेसम्म भोट आइडी चाहिँ रजिस्टर गर्नुभएको छैन भने र तपाईँको साथी सर्कल दाजुभाइ दिदीबहिनीहरू कसैले पनि गर्नुभएको छैन भने प्लिज यो भिडियो चाहिँ उहाँहरू माझमा पुऱ्याइदिनुहोस्। किनभने तपाईँहरूको एक एक मतले होइन, तपाईँहरूको एक एक भोटले चाहिँ हाम्रो देशको भाग्य र भविष्य निर्धारण गर्दछ। त्यसैले यो कार्तिक 30 गतेसम्म चाहिँ हामीले भोट आइडी चाहिँ हामीले रजिस्टर गरिसक्नु पर्नेछ है। अनि प्लिज तपाईँहरूले चाहिँ आफ्नो भोटको होइन, आफ्नो भोटको अधिकारलाई चाहिँ सुरक्षित गर्नुहोस् र तपाईँले चाहेको, हामीले चाहेको सरकार फेरि हामी निर्माण गर्न सक्छौँ। यो एकदमै ठुलो अवसर छ। यो हाम्रो जेएनजीहरू त्यत्तिकै शहीद भएका छैनन् साथीहरू, हाम्रो जेएनजीहरू नै त्यत्तिकै शहीद भएका छैनन्। उनीहरूको खुन पसिना होइन एउटा आमाको काख रित्तिएको छ। हो, जेएनजी परिवारले लिएको एउटा, जेएनजी समूहले लिएको यो एउटा एकदमै नयाँ परिवर्तन हो, नयाँ सरकार हो। त्यसैले अब समय आएको छ, हामी कुनै पनि जात धर्म पार्टीलाई होइन, एउटा उम्मेदवारको योग्यता, क्षमता, दक्षता, इमान्दारिता र देशप्रेमलाई हेरेर भोट हाल्नु पर्दछ। किनभने हाम्रो एउटा गलत भोटले नि, हाम्रो एउटा गलत भोटले चाहिँ हाम्रो देशलाई 5 वर्षसम्म तल पछाडि धकेल्न सक्छ। तर हाम्रो एउटा मात्र सही भोटले गर्दाखेरि चाहिँ हाम्रो देशलाई फेरि पनि उज्यालो भविष्यतर्फ डोराउन सकिन्छ। त्यसैले हामी समय आएको छ, कुनै पनि लोभमा नपरी, कुनै पनि लालचमा नफसी होइन, कुनै पनि डरमा नपरी यो जातीय विभाजनभन्दा माथि उठेर देशको विकासको लागि सही निर्णय गर्ने समय चाहिँ आएको छ होइन। सबैले एउटा आफ्नो गाउँमा गएर एउटा योग्य र एउटा इमान्दार व्यक्ति प्रतिनिधिलाई रोजौँ। किनभने मत हाम्रो अधिकार हो र सही प्रयोग गर्नु हाम्रो कर्तव्य हो। अन्त्यमा म यही भन्छु, देश हाम्रै हो, जिम्मेवारी पनि हाम्रै हो। अब प्रश्न यो होइन कि देशले हाम्रो लागि के गर्यो, प्रश्न यो हो हामीले देशको लागि के गर्यौँ। धन्यवाद। जय नेपाल।